डेन्जर रहेछ यहाँ चाहिँ यता हेरिने भिड पाखा छ हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु माई भ्लग हजुरहरू सबैजनालाई फेरि पनि स्वागत छ मेरो भिडियोमा आज चाहिँ स्पेसली के हो भने असार 15 गते पनि हो दही चिउरा खाने दिन अनि विश्व शुद्धिकरण दिवस पनि हो त्यही भएर हामी चाहिँ घुम्न जाँदैछौँ माथि डाँडातिर लेट्स सी गाइज हजुरहरूलाई पनि देखाउने छौँ हामी चाहिँ धेरैजना छौँ धेरै ठुलो ग्रुप हुन्छ होला जस्तो रमाइलो हुन्छ होला गाइज अनि मौसम चाहिँ यस्तो छ गाइज पानी पर्ला जस्तो भइरहेछ अनि बर्खामा चाहिँ अलिकति गाउँतिर के गाह्रो हुन्छ भने बाटो चाहिँ एकदम जङ्गल जस्तो हुन्छ कि झार हुन्छ नि हिँड्न पनि कस्तो डर लाग्छ सर्प आउँला जस्तो फिल हुन्छ है हुन्छ कि हुँदैन तिमीलाई सर्प एउटा ऊ त्यहाँ आउँदैछ फिल तर घाम लाग्यो भने चाहिँ अलिकति सिनहरू देख्थ्यो भ्यू चाहिँ अलि राम्रो देखिन्थ्यो कि माथि डाँडाबाट हेरौँ साथीहरू कस्तो हुन्छ हामी जाँदैछौँ अहिले लगायत हामी चाहिँ उकालो जान सुरु गरिसकेको छौँ यहाँ हुनुहुन्छ यता आउँदै हुनुहुन्छ यसरी बाहिर बोकेर हामी जायो कि हैसिला कस्तो फिल भइरहेछ जुगा आउँदैन रहेछ है एउटै हेलो गाइस हेलो भन्दैन यहाँ सबैजनाले हेलो हेलो तपाईँलाई कस्तो फिल भइरहेछ जुगाइरहेछ कि छैन राम लागिरहेछ ल ठिक छ रमाइलो गर्दै जानुपर्छ है भेनाजुले कस्तो लागिरहेछ ठिक छ जुगाइरहेछ कि छैन ल ठिक छ तपाईँले त हातमै बोक्नु भएको रहेछ लु के अरे गुम्बा थाल्छ गाइस हामी चाहिँ अहिले च्यान डाँडामा आइपुग्यो बाटोमै रहेछ कि च्यान डाँडा फेरि अब यसरी जान्छु ल म बिचबाट यता चाहिँ पुरै च्यान कि दौरन रहेछ काटेर राम्रो जस भ्यू चाहिँ राम्रो देखिन्छ उहाँहरू चाहिँ ऊ तल आउँदै हुनुहुन्छ म चाहिँ जुगालाई डर लागेर भागेर आएको लाठी टेकेर आउँदैछु यो हो लाठी हामी चाहिँ बाटो आधीभन्दा अलिकति बढी आइपुगिसक्यौँ जाँदैछौँ यता आउँदै हुनुहुन्छ जुगो केलाउँदै पछाडि नै हुनुहुन्छ दाइहरू टन्नै छ है भेनाजु भ्यू हेर्नुहोस् गाइज यस्तो राम्रो देखिन्छ भ्यू चाहिँ भ्यूको साथमा म अनि वा साथीहरू हेर्नु न आउँदै बाटोमा कति राम्रो फुल फुलिरहेको ल गाइज हामी चाहिँ फाइनल्ली 1.5 घन्टाको यात्रा पछि आइपुगेको छ डाँडामा म चाहिँ हिँडेर पुरै स्याउ भइरहेछ अब यता देख्न सक्नुहुनेछ पुरै हुस्सो लागेर केही देखाएको छैन गाइड यस्तो तर ठाउँ एकदम राम्रो थियो हुस्सो लागेर अहिले केही देख्न सकेको छैन अहिले एकछिनपछि यो हुस्सो हट्यो भने म पक्कै पनि भिडियोमा राख्नेछु गाइज आइपुग्यो गाइज यो चाहिँ पहिलाको बस्ने ठाउँ थियो यो ठाउँ चाहिँ अहिले पनि जस्तोको त्यस्तै रहेछ अनि यता चाहिँ रहेछ रोड उमेर धेरै वर्षपछि आएको थियो म यता रोड रहेछ मलाई थाहा नै थिएन आइपुग्यो अब चाहिँ हामी यहाँ सङ बार्न लाग्छौँ त्यहाँबाट यसरी राखेर यता हुनुहुन्छ हाम्रो लामा मेमेहरू सबैजना यता उहाँहरू सबै लामाहरू अहिले चाहिँ अलिअलि जाँदैछ यो बादलहरू अनि यता चाहिँ हामी आगो पुग्दैछ अब त्यहाँ चाहिँ साङ बाल्ने अनि त्यसपछि यहाँ चाहिँ हामी लुङ्ताहरू तान्छौँ सबैजना छक्क पर्नु भइरहेछ रमाइलो भइरहेछ जे होस् मजाले घाम लाग्यो भने झन् याल हुन्छ देख्छ रे यहाँ अब चाहिँ हाम्रो यहाँ एकछिन पूजा हुन्छ गाइस यहाँ पूजा गर्नलाई रेडी गर्नु भइरहेछ पूजा गर्न अब चाहिँ हामी यहाँ लुङ्ताहरू राख्ने गर्न लानुभएको छ दाइले
Kulon jojo dojo doshi shu chumben jalwa zade dendo go champion. Yenda panda ma kulumbo tama yenda panda ne sengde tamde lagon. Yeden zeben zara dabon de tenja tende doshi bakde wa de wa shi ba je la ja. Tombo. Sabon jeme jara pare je ma je me ga nam ngo wa ne so zara ne ye je de la ma me zo gure be ma se de ma me zo gure. Oma benda göreve je yazı görüyor. Namazro da kadar hale gidiyor. Zamara namazro da kadar hale gidiyor. Ama bu da bende geçiyor. Çola da nazar. Şimdi kamze barwa ko to je nyema barwa. अझै हामीले यो उडाउनु पर्ने हुन्छ यो चाहिँ कागजको अब हामी चाहिँ यो उडाउँछौँ हामी सबैजना रेडी हुँदैछ यो उडाउनलाई अब वाउ घाम लाग्यो गाइस घाम लाग्यो त लामा बाजे लाग्यो ल वाउ वाउ कि ससो लाग्यो ल वाउ Oh my god! कति राम्रो भएको हामीले चाहिँ यो छर्काइसक्यो दाइहरूलाई चाहिँ छर्काइराख्नु भएको छ साथीहरू हाम्रो अहिले चाहिँ खाजा खाने टाइम सेलरोटी चाहिँ यस्तो भएछ प्रस्तुत भएछ गाइस हामी चाहिँ जान लाग्यो अब यहाँबाट यो ठाउँलाई बाई बाई गरेर हाम्रो हाम्रो के दाइ भनिदिनु त तपाईँले यहाँ उयो दाइलाई भनिदिनु त के आज जमलिङ चिसङ समापन भयो बुढी चौर ओठा नम्बर 8 इबखारेको माथि डाँडामा अनि खुर्जुक डाँडामा यो भिमिरी जाने बाटो यो उता महावीर जाने बाटो छन् यहाँबाट उतातिर गयो भने इबखारे पुग्छ हामीले यो बाटो घुम्दै जाने हो आज जमलिङ चिसङ भूमि शुद्धिकरण दिवसमा आज हामी सङ्घ गरे अनि सर्केमाहरू सबै भूमिहरूलाई शान्ति होस् भनेर सबैजनाले यहाँ देशमा क्रान्ति नहोस् शान्ति होस् सबैजनालाई नकारात्मक सोच नहोस् राम्रो राम्रो भावना होस् भनेर कामना गरेर सबै विश्व शान्ति होस् भनेर चाहिँ गरेको छौँ अब समापन भयो हामी घुम्दै जान्छौँ भूमि अनि जमलिङ चिसङ भनेको चाहिँ अनि हरेक औषधिहरू चाहिँ के अरे सङ्घर्ष गरेर सङ्घहरू बनाएर अनि त्यसलाई चाहिँ अनि नाग नागिनहरूले जलाउने त्यो अर्पण गर्ने धुपहरू चाहिँ त्यो दिन हो आज तासो भाइ त्यो पनि समापन भयो होइन भेनाज हामी जाँदैछौँ अब यो ठाउँलाई चाहिँ बाई बाई अहिले एकछिन भिडियो गर्दैछौँ अब गाइस हाम्रो चाहिँ यहाँ यो के भन्छ अर्ग्यानिक ब्ल्याक पेपर यहाँ टिप्दै ब्ल्याक पेपर यहाँ कहाँ पेपर छ रे यो चाहिँ अर्ग्यानिक ब्ल्याक पेपर हो गाइस यस्तो पनि पाउँदो रहेछ कि यो ठाउँमा चाहिँ सबैजना यसो टिप्नुहुन्छ हाम्रो औषधि हो नि त्यही भएर हाम्रो तलतिर पाउँदैन यो यस्तो डेन्जर ठाउँमा बस्दो रहेछ हामी त यहाँ त कस्तो गर्मी अब यो चाहिँ यहाँ तन्काउनु दाइ यो रेलिङमा अब हामी यहाँ चाहिँ यो लुङ त यहाँ रेलिङमा बाँध्न लाग्छौँ सिला के गर्नु बाँध्न लास्टै डेन्जर है लगायत यो चाहिँ छुरीधार भन्ने ठाउँ है यस्तो डेन्जर रहेछ यहाँ चाहिँ यता हेरिने भिड पाखा छ होइन अहिले चाहिँ यता चाहिँ हुच्चा लागेर केही देखाएको छैन यतापट्टि चाहिँ फेरि हुच्चा लागेको छैन अलिअलि त लागिरहेछ भएन यता चाहिँ देखिरहेछ कि यस्तो डेन्जर छ तर भ्यू चाहिँ खतरा देखिन्छ साथीहरू रमाइलो भइरहेछ जे होस् जाँदैछु घर अब साथीहरू हामी चाहिँ अहिले यहाँ कप्तान डाँडा भन्ने ठाउँमा आइपुगेको छ पहिला यहाँ कति धेरै यस्तो घुम्ने ठाउँ ग्राउन्ड थियो अहिले चाहिँ यहाँ घर बनाइसक्नु भएछ घर बारी छ कस्तो लागिरहेछ एकदम राम्रो लागिरहेछ यो भ्यू हेर्दा त सिला माय नेम इज सिला वाउ एकदम आनन्द अनि म पनि छु यहाँ आनन्द
गाइस हामी चाहिँ फर्केर जाँदैछौँ अहिले पुरै हुस्सो लागिरहेछ अझ मौसम एकदम राम्रो भइरहेछ शीतल घाम लागेको भए चाहिँ हिँड्न सक्दैन थियो गर्मीले भन्नु के भन्ने हो फाइनली हामी चाहिँ घर आइसकेको छौँ गाइस आजको भिडियो चाहिँ यति नै जे होस् आजको दिनहरू चाहिँ धेरै रमाइलो भयो दायाहरूसँग घुम्न जाँदा हाइकिङ जाँदा र स्पेसल पनि थियो आजको दिन त्यही भएर गयौँ हजुरहरूले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरू सबैजनालाई असार 15 को धेरै धेरै शुभकामना थ्याङ्क यू सो मच फर वाचिङ सी यू नेक्स्ट भिडियो गाइज बाई बाई